नमस्ते सबैजनालाई है। आज चाहिँ मेरो अर्को भ्लग मेरो भन्दा पनि हाम्रो सो आज चाहिँ हामी होबार्ट जान लागेको। हाम्रो लागि चाहिँ ताजमिनेको आज नेपाली फेस्टिभल छ। सो अहिले बिहानको 7 बजेको छ अनि मेरो साथी र साथीको बहिनी अनि हामी दुईजना मिलेर एउटै गाडीमा जाने भनेर म साथीलाई कुरा बसेको छु। मेरो चाहिँ पछाडि नै छ, तर जाने चाहिँ आज साथीको गाडीमा हो। लेट्स सी 7:30 को प्लान भएको थियो निस्किने यहाँबाट लन्चेस्टनबाट होबार्ट। अब कति टाइम लाग्छ। सो बिहानको यस्तो छ अनि ऊ पनि रेडी भएर आइसकेको छ। राम्रीबाट अब चाहिँ हामी बाटोमा साथीलाई कुदिरहेको छ। कताबाट आउँछ त ल है त। फाइनली भेट भयो साथीसँग। साथी ड्राइभ गर्दै म यता बसिरहेको। सबै हाई भनिदियो। उता दुईजना बहिनी उता पछाडि। वेलकम टु नेपाल फेस्टिभल 2025। अब हाम्रो यात्रा सुरु भएको छ होइन। अब होबार्टलाई अब हेरौँ हामी यहाँबाट कति बजी निस्क्यौँ। अहिले 7:35 भयो, 5 मिनट लेट। अलिअलि रिस उठ्न लाग्थ्यो, तर किन रिसाउने साथीसँग भनेर रिसायो होइन। है त टु बी कन्टिन्यू है त गाइस। फेरि अपडेट हामी क्याम्पर टाउन आइसकेका छौँ अनि क्याम्पर टाउनमा एकछिन सर्ट ब्रेकको लागि रोक्ने भन्ने सबैको सहमति भइसकेको सबै सहमतिमा छ। अब त्यो सबै अब यहाँ अमितको हातमा पर्छ। ल गाइस यहाँ रोक्ने कि नरोक्ने? रोक्ने होइन। ल सबैको सहमति जनाएको छ। अब यहाँलाई 5 मिनट ब्रेक। क्याम्पर टाउनमा हामी रोकिएका छौँ होइन। कोही चाहिँ कफी लिग्न अनि ब्रेड भयो, बिहानको ब्रेकफास्टको लागि जानुभएको छ। कोही यता पार्कतिर अनि चाहिँ कोही रेस्टुरेन्टतिर। सो सर्ट ब्रेकको लागि छ मैले। सो हामी चाँडै नै निस्किन्छौँ होला किनभने 11 बजे परेड सुरु भन्ने छ होबार्टमा। सो फेरि अपडेट है त। ल हामी क्याम्पर टाउनबाट निस्केका छौँ। दोस्तले के खान भन्यो अलिकति मैले खाएँ हल्का। मैले स्यान्डविच खाएँ। अरू चाहिँ पछाडि ढिलो हुन्छ भनेर खाँदै गाडीमा। ल है त। ल गाइस फाइनली होबार्ट है। अनि पार्किङ नपाएर अलि टाढै राख्नु पर्यो। कहाँ अरे दोस्त हाम्रो त्यो परेड हुने कहाँ अरे हाम्रो त्यो परेड चाहिँ त्यो पार्लियामेन्ट भवन भन्दा अझै उतापट्टि हो। लगभग यहाँबाट 5-10 मिनट लाग्छ हाम्रो। ए हामी 5-10 मिनटको यतापट्टि फेरि हिँडेर यतै आउनुपर्छ अहिले। फेरि हिँडेर यतै आउनु पर्ने अरे। परेड चाहिँ यतै हुन्छ अरे, तर यता चाहिँ पार्किङ धेरै टाढा भयो, हिँड्न पर्यो। आजको मौसम चिसै छ, त्यही यो लाएर पनि चिसै छु। सबै मान्छेहरूले हामीहरूलाई हेर्दैछन्। सबै मान्छेहरूले हामीलाई हेर्दैछन्। यस्तो कपडा लगाएर हिँडेको भनेर। अचल यता हेर, हेलो भन्छु। रोशनी यता हेर, यता हेलो। ल अमित सर ल है त। तिमी आफूलाई पनि देखाऊ। ल बेबी आफूलाई पनि देखाऊ। आफूले देखाउनु त यस्तो गऱ्यो भने मात्रै। यो चाहिँ सलामका मार्केट हो गाइस। मसला धेरै स्टलहरू देख्न सक्नुहुन्छ। यो सबै हो नि। यो के भन्छ पुरानो सामान। फाइनली हामी चाहिँ टाइममा आइपुगेका छौँ र परेड पनि भर्खरै सुरु भएको छ। र परेडलाई सफल बनाउन होबार्ट पुलिसले अगाडि पेट्रोलिङ पनि भइरहेको छ।
सबै स्टाइलबाट ट्राई गर्ने भनेर अहिले चुलेसीको मोमो ट्राई गरौँ, त्यसपछि अर्को उता सेलरोटी पनि रहेछ, त्यो ट्राई गरौँ ल। उता चाहिँ नाचगान चलिरहेको ल, टेस्ट गरौँ है पहिला। How's the taste? नमस्कार तस्मिनिया, मेरो नाम हो रेशा सापकोटा र म आजको हजुरको वान अफ द होस्ट हो। ढोला ढोला हातमा मेहन्दी भर्छु किमा तिम्रै हो भना कि मायाले भो भना सुर्ती मार्दै मार्दै ऐना हेर्दै हेर्दै ओए यस्तै हिँडेको हो मैले छैन चिनेको तिमी को हो कट्टा सट्टा फालिदिएर पिस्तल कट्टा सट्टा फालिदिएर पिस्तल किन्देको तिमी को हो ओए यस्तै ल्याङ भएर पिस्तल किन्देको मैले यस्तै ल्याङ भएर पिस्तल किन्देको ल गाइज, अब हामी चाहिँ लन्च स्ट्यान्ड फर्किन लाग्यौँ। अहिले चाहिँ साँझको 8 बजिसकेको छ। हामीले चाहिँ समीक्षाजीको कन्सर्टसम्म बस्यौँ र हामीलाई अवेर पनि भइसकेको थियो, त्यसैले अब हामी चाहिँ फर्किनुपर्छ अनि निदो गरेर चाहिँ अनि हामी चाहिँ घरतिर लाग्दैछौँ है गाइज। ल, थ्याङ्क यू फर वाचिङ, दिस इज द एन्ड अफ आवर ब्लग।